पछिल्लो समय बालेन शाहको राजीनामाको माग, विभिन्न विरोध र राजनीतिक दबाव बढिरहेको बेला सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म नयाँ तरङ्ग सिर्जना भएको छ। कतिपय विरोधी समूहहरूले प्रधानमन्त्री तथा नेतृत्वमाथि विभिन्न प्रश्न उठाउँदै राजीनामाको माग गरिरहेका छन्। उनीहरूको भनाइमा सरकार जनअपेक्षा अनुसार अघि बढ्न नसकेको, संसद तथा राजनीतिक प्रक्रिया पर्याप्त जवाबदेहिता नदेखिएको आरोप छ। अर्कोतर्फ बालेन समर्थकहरूले भने अहिले पनि उहाँलाई परिवर्तनको आशा, नयाँ पुस्ताको आवाज र वैकल्पिक नेतृत्वको प्रतीकका रूपमा हेर्दै समर्थन गरिरहेका छन्। उनीहरूका अनुसार पुरानो राजनीतिक संरचना र शक्ति केन्द्रहरूलाई चुनौती दिएका कारण बालेनमाथि योजनाबद्ध रूपमा दबाव सिर्जना भइरहेको छ। सामाजिक सञ्जालमा अहिले जनताको साथ बालेनलाई भने अभियानसहित देख्न थालिएको छ। कतिपयले यदि साँच्चै जनताको लागि काम गर्ने नेतृत्व हो भने जनता नै सबैभन्दा ठूलो शक्ति हुन् भन्दै खुलेर समर्थन बालेन शाहलाई गरिरहेका छन्। र तपाईहरु यो विषयमा के भन्न चाहनुहुन्छ त? कि तपाईको साथ पनि बालेन र शाहलाई नै छ त? कमेन्ट अवश्य गरिदिनु होला।